अहिले चाहिँ भने 5 बजेको छ। सो हेलो गाइस, आज चाहिँ भने 5 बजी उठेको छ मेरो छोरा। अरू बेला भन्नुपर्दा कोही बेला 2:30मा 3 बजी अनि 4 बजी उठ्थ्यो प्रायः जस्तो। ऊ उठेर टक्कै फिडिङ गरेर सुत्दा चाहिँ उसको पापा जाने टाइम हुन्थ्यो। आज चाहिँ पापा जाने टाइमसँगै उठेछ हो, 5 बजी उठेछ। अनि पापा पनि जानुभयो ड्युटी। अनि अहिले चाहिँ म र मेरो छोरा मजाले अगाइहालेछ, अब सुत्यो। अहिले चाहिँ भने उसको डाइपर पनि चेन्ज गरिदिएँ मैले। अहिले पनि सुतिरहेछ। अब उठ्यो भने त म दुध खुवाइदिनु पऱ्यो भनेको उठ्दैन हो। अब भरे कि चाहिँ 7 बजी उठ्छ है। आज छिटो पनि उठ्नुसक्छ, खाएकै छैन बेसी। सो गाइस, आज भने 8 बज्यो, मेरो नानी उठ्यो। नानी उठ्दाखेरि म पनि उठ्नै पऱ्यो नि। आया आमाले अघि खाजा लगाइदिनु भएको थियो, बरु उठ्नु नसकेर, उठ्नु मन नपरेर त्यहीँ चाहिँ टेबलमै अब उठेर नानीलाई फिडिङ पनि गराउँछु, म खाजा पनि खान्छु, डाइपर पनि चेन्ज गर्नु छ। हाई बेबी, गुड मर्निङ। सो मेरो मर्निङको ब्रेकफास्ट चाहिँ हुन्छ ओट्स प्रो ह्यान्ड्स विथ मिल्क। सो गाइस, अहिले चाहिँ भने बेबीलाई सुताइसकेँ। ला उठ्यो मेरो स्वर सुनेर। अब चाहिँ म जान्छु, फ्रेसन अप हुन्छु, मुखसुख धुन्छु, ब्रस गर्छु, टोइलेट गर्छु। यति बेला चान्स नहुनु पाउँदैन। मुखसुख धोएर क्रिम सिम लगाएर आएर हेरेको त, ए कान्छ त कहाँ सुत्दो रहेछ त। अनि उठेछ पो, उही हाँसिदिएको अरे, हाँसिदिएको। सुतेनौ आमै, सुत्नु पर्दैन, किन नसुतेको? सो गाइस, हेलो एन्ड वेलकम टु आवर च्यानल कुशल हेलिना। सो आजको ब्लग चाहिँ हाउ आई एम गोइङ टु स्पेन्ड माई डे विथ माई न्यू बोर्न हुन्छ। बाई द वे, आज चाहिँ भने मेरो छोरा 1 महिनाको पुग्यो। 1 महिनाको पुग्यो है भाइ, 1 महिनाको पुग्यो भनिदिनु न नानी। हुनु चाहिँ फेब्रुअरी मन्थ हो, 28 डेज मात्रै हुन्छ। अब स्टिल आज 1 तारिक हो, त्यही भएर हि इज 1 month ओल्ड। मेरो छोरा पनि ठुलो भयो है, अब ठुलो भयो छोरा। आज चाहिँ कसरी बिताउने हो हेर्दै गर्नुहोस्। सो गाइस, अहिले चाहिँ भने नानीलाई ब्याक टु स्लिप गराएँ। सो इज स्लिपिङ। फेरि फिडिङ गराएर अहिले चाहिँ भने मेरो मम पनि आएको छ। सो 1 आवर 1.5 आवरको ग्यापमा फेरि खाना खाइन्छ। भोक चाहिँ लागेको छैन, तर पनि खानै पऱ्यो, के गर्नु। सो आज चाहिँ सुप, अन्डाको सुप छ, दाल, माम, घिउ अनि सब्जी। माम पनि बेसी छ, सो म बिगार्छु होला आज पनि। सो खाएर भेटौँ, बाई। म चाहिँ खाना खाइसक्नु पाइसकेको थिएन, फेरि रुयो। अनि खानासाना कम्प्लिट गरेर त्यहाँदेखि फेरि नानीलाई ल्याएर त्यतिकै सुताएर सुतेन, त्यहाँदेखि फेरि फिडिङ स्टार्ट। अन्त मेबी यो चाहिँ मेरो 5th होला हौ फिडिङ गराएको। मेरो दिन चाहिँ यसरी नै बित्छ। सो आज चाहिँ मेरो नानीको 1 महिना भएको खुसियालीमा भनौँ न, नानीलाई नुहाइदिनु पऱ्यो। हिटर तताएर तातो बनाएको छु, पानी पनि ल्याएँ तातो। अब अनड्रेस गर्छु, त्यहाँदेखि नुहाइदिन्छु। अब आफै भिडियो गर्दै उयो गर्नु त मिल्दैन। सो हेरौँ के हुन्छ। सो अहिले चाहिँ भने नुहाइधुवाइ गरिसकेर सेक्ता पनि गरेँ, यहीँ छेउमै हिटरमै बसेर। अहिले चाहिँ नानी फिडिङ गर्दैछ। यसको बादमा चाहिँ ड्रेस लगाएकै छैन, लुगा लगाएर एउटा फोटोसुट चाहिँ गरिदिउँ भनेको, हल्का मान्छ कि मान्दैन हेरौँ। मान्छ भने गरिदिन्छु, मानेन भने पनि के गर्नु। अनि तातो तातो बनाएर राखिदिनु पर्ने छ। अहिले चाहिँ भने नानीलाई लुगाहरू फेर्दै होइन, तातो बनाएँ, अन्त टोपी सोपी लगायो। अब फिडिङ गर्दैछ, ऊ सुते जस्तो पनि छ अहिले निकै। अन्त मेबी इट्स माई 7th 8th हो, यस्तै कति भयो फिडिङ गराएको। दिनभरि यस्तै हुन्छ, रातभरि यस्तै हुन्छ। अन्त
यही फिडिङ अब मान्छेले देख्दा त ओछ्यानमै बस्नु त अनि सुत्केरी काम के छ भने चाहिँ यही हो अनिन्दो अन्त एउटा कोठामा बसेको बस्छै नानीलाई दुध खुवाएकै ढाड कति दुख्छ हात कति गल्छ त्यो कसैले देख्ने होइन हो अनि खुट्टा कति गल्छ त्यही माथि सिजर गरेको यो सर्जरी गरेको यो घाउ पनि मतलब हिल भएको छैन अहिले चाहिँ मेरो चिया र बिस्किट आयो ब्ल्याक टी एन्ड बिस्किट दिउँसोको स्न्याक्स यो नुहाउनु जाउँ भनेको look at this beautiful thing hi baby उठ्यौ मम्मा नुहाउनु जाउँ भनेको तिमी उठ्यौ अब कसरी जानु एकछिन सुतेको भए 10 मिनेटमा नुहाएर आइहाल्थ्यो नि मान्छे छेउमा छैन भने फेरि रुनु थाल्छ अनि के गर्नु आया चान्स हेर्नुपर्छ यस्तै छ मदरहुड जिन्दगी कोही बेला टोइलेट गर्नु जानु पनि भ्याउँदैन सो गाइस म चाहिँ नुहाइरहे पनि गरेर आइसकेँ ए बाइ द वे भन्नु बिर्सेछु अघि नानी उठिहालेछ त्यहाँदेखि मैले छिटो छिटो उसको फोटोसुट गर्दै हल्का त्यस्तो डरलाग्दो चाहिँ केही होइन हल्का मात्रै अन्त अब फेरि अर्को नयाँ खाजा खाजा पनि आएछ सो यो चाहिँ मेरो खिरमा खाजा खाँदै थिएँ त्यतिखेरदेखि नै नानी स्टार्टेड क्राइङ सो अहिले चाहिँ भने हि इज ह्याभिङ मिल्क अनि उसको कामै त्यति हो खायो बस्यो फेरि रुयो अनि फेरि खायो फेरि सुत्यो त्यति उसलाई पनि अब खुवाएर सुताउँछु त्यहाँदेखि म त के गर्छु हेर्छु याद छैन के हुन्छ अहिले चाहिँ भने रुन्चे भइरहेछ हो मेरो छोरा रम्परहरू इस गरेर भिजाएछ अन्त लुगा फेर्नु परेर यहाँ रुन्दैछ यहाँ अब बुबु खानुपर्छ नि त ल नानी 10 टाइम भयो होला यो फिडिङ गराएको सो फिडिङ गराएर अहिले नानी सुतेको छ र अहिले चाहिँ बज्दैछ 6 बजेको छ मेरो छोरालाई सेकीतापी गरिदिनु पर्छ है छोला चेकीतापी गरिदिनु पर्छ अब है तातो हिटरमा गरिदिउँ अहिले चाहिँ 7 बजिसक्यो जुम गर्नु मिलेन एउटा हातले बेबी पक्रिरहेको छु नि त अनि 6 बजीदेखि स्टार्ट गरेको अहिले 7 बज्यो अनि नानीले खाँदै इन्टरभल लिँदै अनि पिसाब गर्दै उसको के अरे न्यापी चेन्ज गर्दै त्यहाँदेखि फेरि स्टार्टेड कति बेलासम्म हुन्छ याद छैन सो यसरी जाँदैछ अनि उसको पापा पनि आइपुगेको छैन किनभने आज अलिक सपिङ छ भोलि नानीको यसो ब्लेसिङ सेरोमनी टाइपको यो गाउँको मान्छेहरूलाई बोलाएर गर्ने विचारमा होइन अब गर्ने हो त्यही भएर हि विल बी लेट अहिलेसम्म आइपुग्नु भएको छैन आमा छोरा अन्ली यहाँनिर रुममा एक्लै ल अगाए जस्तो छ बर्बिङ पनि गरिदिए गालामा दाग बसेछ बिचारा अब एकछिन सुताइदिन्छु अब उठि त हाल्छ तर होइन कान्छोको थाङ्ना फेरेको कति पनि भएको थिएन फेरि छुल्काएछ ओ माई गड फेरि न्यापी चेन्ज गर्दा फेरि उठ्छ फेरि दुध खायो जिन्दगी यसरी जाने रहेछ मेरो मैले भन्दै मात्रै थिएँ न्यापकिन चेन्ज गरिसक्यो ऊ रुनु थालिगयो अब हो अनुहार हेर्नु नि यहाँ अनुहार हेर कालेको अनुहार अहिले चाहिँ भाइको हल्का एक्सर्साइज हुँदैछ है सक्यो नानीको एक्सर्साइज अब रुनु थाल्यो बिकज हि वान्ट टु ड्रिङ्क मिल्क ओ माई गड अघि भने जस्तै बेबी अहिले पनि ल्याचिङमै छ हो प्रोसेस बल्ल बेबीको पापा आइपुग्यो सो डु यु नो वाट हि गट फर मी फर्स्टमा त ओके आलु चिप्स आई वाज क्रेभिङ फर इट मेरो ह्यान्डसम मेरो जान मेरो प्राण सबै कुरा तिमी नै हो मेरो सबै कुरा तिमी नै हो अन्त नेक्स्ट के छ भने चाहिँ
मम्मीले Burger. तिमीलाई मम्मीले करायो के भयो तिम्रो ठुलो भएछ मेरो burger. With यता राख त तिम्रो some fries. Wow. कसके चाहिँ आज मेरो बर्थडे अन्त नानीको लागि सानो मफिन मगाएको थिएँ ल्याइदिनु भएन मफिन ल्याइदिएछु त मेरोमा छैन त बुबु खालि मेरो पनि सो त्यो मफिन चाहिँ म अहिले देखाउँछु लेट्स टेक द फर्स्ट बाइट चीज हो है चीजको उयो चीज प्याटी होला चीज प्याटी पनिर ए पनिर प्याटी हो तिमी कहिले खाने पनिर प्याटी खानुमा चाहिँ तिमी पनि पछि छेमा जस्तै हुन्छौ के भन्छ मोमो के भन्छ पिज्जा साइन्स फेरि स्टार्टेड फिडिङ हो साइन्सको पापाले ल्याइदिनु भएको छ मफिन एन्ड यो क्यान्डल एन्ड पेस्ट्री सो वी विल जस्ट ब्लो द क्यान्डल पेस्ट्री पनि छ है पेस्ट्री सो गाइस हामीले चाहिँ नानीको 1 मन्थ पुगेको क्यान्डल फुकेर एउटा सानो क्लिप बनायौँ अन्त खाना पनि ल्याइसकेको थियो सो छिटो खाइहालेँ खाना मैले त्यहाँदेखि बेबी अलिक र्याङ्की भइरहेको थियो उसको निनीले अलिक सुताएर यहाँ छोडिदिनु भएको थियो अहिले उठिहाल्यो हो अब कति बेला रुन थाल्छ त्यहाँदेखि फेरि हि निड्स टु बी फिड हो यो उब्रेको छ खाने त अब कहिले खानुपर्ने हो यो त्यस्तै छ हेर्दै गर्नुहोस् आज रातभरिसम्म म कतिखेप उठ्छु होला त्यो पनि देखाउँछु नि म अहिले चाहिँ भने 9 बजेको छ 9 बजिसक्यो मेरो बेबी अहिले चाहिँ भने 10 बज्यो अब अहिले चाहिँ नानीलाई यहाँ मुनि राखेर फिडिङ अब सुतेर फिडिङ गराइँदैछ म हेर्दैछु भोइस अफ नेपाल उसको पापा चाहिँ भोलिको प्रिपरेसनको लागि माथि नै हुनुहुन्छ काम गर्नुहुँदैछ सो हि विल टेक टाइम होइन सो आमा छोरा चाहिँ लड्दै गरेको अब अहिले हेर्दै गर्नुहोस् मेरो रात अझै लामो छ मेरो छोरा चाहिँ 11-9 बजी उठेको छ फेरि मम्माको ड्युटी सुरु फेरि अहिले चाहिँ भने इट्स 11:30 अहिले चाहिँ बेबीले पटी गरेछ मेरो बेबीको पटी गर्ने टाइमिङ पनि चेन्ज भएको छ अहिले हिजो 12:30 मा गरेको थियो आज 11:30 मा गऱ्यो दिउँसो गरेको छैन आजकल खै एकताल गर्नु थालेको छ सो फेरि आउँछु पहिला ओके बाई 12 बज्यो अहिले चाहिँ उसको पापा चाहिँ फर्स्ट टाइम आज 12 बजीसम्म बस्यो भनेर भन्नु पनि सक्दिनँ हो आँखा टुल हेरेछ यो आँखा हेर्दा त मध्य दिउँसो पापालाई थाहै छैन बेटा जहिले यतिकै हो 12:30 सम्म भनेर पापाको चाहिँ बाहिर काम भएर पो ढिलो भएको त न त्यति बेला घोडा बेचके सोर हो त ल अब सुताइदिनुपर्छ सुत्दैन हो छोरालाई तिमी कसरी सुत्छ ड्याडीसँग सुत्ने सुत्दै मम्मीसँग सुत्ने ड्याडीसँग सुत्नु भएन बेटा आज ये हे थका हारा हुआ दृश्य एउटा रुइरहेको अर्को डल्लो परिरहेको यस्तो पनि हुन्छ नानीहरूले भन्नु अब अलिकति फिडिङ गराउँछु त्यहाँदेखि सुताउँछु त्यहाँदेखि हेर्नुपर्छ कति बजी उठ्छ ओके गाइस बाई सो अहिले चाहिँ भने 2:30 बज्दैछ इट्स 2:30 AM आज चाहिँ नानी अलिक छिटो उठ्यो उठेर उसको त्यो बेलुका सुतेर खाँदाखेरिको भोक नगराएको त्यो अहिले भमिटमा निकाल्छ होइन अन्त त्यही भएर उठिहाल्छ अब अहिले खान थाल्यो अब 1 घन्टा यतिकै हुन्छ गरेछ अहिले भने 5 बज्यो मेरो छोरा फेरि उठ्यो उसलाई फेरि सुताएर
गर्नु सकिनँ सुताउँछु ओर्छु अन्त त्यही हो सो आँखा दुख्यो सो I will end this video यहीँनिर हाम्रो बेबीसँग 24 hours यहीँनिर सक्नु पर्यो सो इन्जोय गर्नुभएकोमा प्लिज लाइक सेयर एन्ड सब्सक्राइब सो टिल देन बाई